परमेश्वरका प्रिय छोराछोरीहरू, जय मसीह। आजको अगमबाडीय पर्खालहरूका सन्देश भाग 12मा म हजुरहरू सबैलाई स्वागत गर्दछु। जुन कुरा परमेश्वरले तपाईको जीवनमा म त्यो गर्नेछु भनेर तपाईलाई भन्नुभएको थियो, अहिले आएर तपाईले त्यो कुरामा विश्वास गर्न छोडिदिनु भएको छ। किनकि लामो अवधि हुँदा तपाईका अगाडिका मानिसहरूले धेरै आशिष पाएको तपाईले देख्नुभयो, तर तपाईको हात चाहिँ खाली नै रहिरह्यो। तपाई चर्च जानुहुन्छ, आराधनामा सामेल हुनुहुन्छ, तपाई वचन पढ्नुहुन्छ, तपाईले दिने दशांशहरू तपाई दिनुहुन्छ, तपाईले आज पनि सबै कुराहरू आज्ञाकारी भएर गरिरहनु भएको छ। तपाई आफ्नो मुखले परमेश्वर धन्यवाद, तपाईको महिमा, प्रशंसा, आराधना, जय जयकार भनिरहनुहुन्छ। तर तपाईको जीवनको केही भागहरू बदलाव नभएको हुँदा तपाईलाई विश्वास गर्न गाह्रो भइरहेको छ। तपाईले आफ्नो आर्थिक स्थिति र आफ्नो परिवारका राम्रो सम्बन्धहरूका लागि निकै घनघोर प्रार्थना परमेश्वरसँग गर्नुभएको छ। लामो अवधिसम्म ती कुरा पूरा नहुँदा तपाईले परमेश्वरले भनेको कुराहरूमा विश्वास गर्न छोडिदिनु भएको छ। परमेश्वर विश्वासद्वारा प्रसन्न हुने परमेश्वर हुनुहुन्छ। त्यसैले आज परमेश्वरले तपाईलाई यो कुरा भनिरहनु भएको छ, अझै पनि ढिलो भएको छैन, विश्वास गर, उठ भनेर भनिरहनु भएको छ। गन्तीको पुस्तक 14 अध्यायको 38 पदमा यहोशू र कालेबको विश्वासले त्यो ठाउँमा असल नतिजा ल्यायो। तपाईको विश्वासले पनि तपाईको परिवार र तपाईको आर्थिक स्थितिमा परमेश्वरले आशिष दिने प्रतिज्ञा गर्नुभएको छ। परमेश्वरले आज तपाईलाई यो सन्देशद्वारा यही भनिरहनु भएको छ, अझै पनि ढिलो भएको छैन, फर्केर आऊ र त्यो प्रतिज्ञामाथि विश्वास गर। आमेन। परमेश्वरले तपाईलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। जय मसीह।